हेलो साथीहरू, नमस्ते। कस्तो हुनुहुन्छ सबैजना? आरामै हुनुहुन्छ होला? सो आज चाहिँ मैले रेसिपी ब्लग लिएर आएको छु। के को रेसिपी भने पानीपुरी, मेरो फेभरेट। जस्तो कि मैले लास्ट भिडियोमा भनेको थिएँ पानीपुरी मेरो फेभरेट हो भनेर। सो आज चाहिँ म होममेड पानीपुरी बनाउँछु। सो हजुरहरूलाई पनि देखाउँछु कि मैले कसरी बनाउँछु। धेरै उयो गर्दिनँ कि धेरै मतलब ओभर उयो गर्दिनँ, सिम्पल बनाउँछु। सो लेट्स कम विथ मी, होइन लेट्स कुक विथ मी, कम। साथीहरू, यहाँ चाहिँ मसित छ पानीपुरी बनाउने पुरी अनि पानीपुरी मसला, 2टा आलु किनकि म एक्लै छु, अनि निम्बु, कालो नुन, धनिया छ, मिठा तेल छ, जलजिरा पाउडर छ, अनि नुन छ। यो सबै सामग्री चाहिन्छ तपाईलाई पानीपुरी बनाउनको लागि। अनि यहाँ चाहिँ मैले कुकरमा आलु उसिन्नुको लागि राखिदिएको छु। 4-5 सिटी लाग्छ यो आलु उसिन्नुको लागि। आलु उसिनेपछि म यहाँ पानीको लागि रेडी गर्छु। अनि यहाँ चाहिँ निम्बु छ, अनि नुन, कालो नुन छ, सेतो नुन छ, जलजिरा छ, धनिया छ, हैन। यहाँ मेरो पानी रेडी भयो। अब फिलिङको लागि धनिया काटिसकेँ, आलु पनि बोइल भइसक्यो। अब प्याजको बारी 1 2 3 रेडी। प्याज र धनिया रेडी छ काटेर। अनि यहाँ मैले आलु पनि छिलेँ। अब आलु र प्याज हाल्छु। अब त्यसपछि पानीपुरी मसला हाल्छु अलिकति, अनि कालो नुन हाल्छु, जलजिरा पाउडर पनि हाल्छु, अनि नुन हाल्छु। नुन चाहिँ तपाईहरू आफ्नो स्वादअनुसार हाल्नुहोस्। मैले धेरै खान्न, त्यही भएर अलिकति हालेको। मिठा तेल। यहाँ मेरो फिलिङ रेडी, अनि यहाँ मेरो पानी पनि रेडी। अब बाँकी छ पुरी। पुरी कराई मैले यहाँ कराई गरम गरेछु। गरम गरेर त्यसमा तेल हालेँ। अब तेल गरम भएपछि म यो पुरी तल्छु। तेल पनि गरम भयो। अब पानीपुरीको पुरी तल्ने हो मजाले। धेरै पनि नतल्नु होला, नै त फेरि डढेर चित्तै हुन्छ पुरी। निकाल्नुहोस्, डढ्नु आँट्यो। यहाँ मेरो रेडी छ, रेडी। सो गाइस, मेरो चाहिँ रेडी भयो पुरी, आलु, अनि यहाँ पानी छ। पोखेला। सो ढिलो भइसक्यो। सो ढिलो नगरिकन लेट्स टेस्ट इट। कस्तो भएको छ आफ्नो हातको पानीपुरी। पहिला पनि मैले खाएको छु, मिठै हुन्थ्यो। तर अब डेली सेम टेस्ट हुनु त जरुरी छैन, होइन। सो आज हेर्नु कस्तो भएछ। सानो वाला लिन्छु है। यसरी दुलो बनाउनु पर्छ। यसको लागि गेट बनाउनु पर्छ। अनि गेट भित्र आलु हाल्नु पर्छ। मैले चाहिँ आज आलुमा धनिया पनि हालेको छु कि, नै त मैले धनिया हाल्थेन। पानीमा पनि धनिया हालेको छु, धनियावाला पनि। खाएँ ल, टेस्ट गरेर भन्छु कस्तो छ। अनेस्ट रिभ्यू दिन्छु। राम्रो छ भने राम्रो छ भन्छु, मिठो लागेन भने मिठो लागेन भन्छु। अनेस्ट रिभ्यू। खाएँ।
Mm. मिठो छ 10 मा छ 9 कस्तो होला आफ्नै खानालाई रिभ्यू गर्दैछु आफ्नै बनाएको खानालाई रेट गर्दैछु पानी चाहिँ ट्वाक्कै भन्छ हाम्रो नेपालीमा ट्वाक्कै भन्छ त्यो खट्ट पानीहरू हुँदैन त्यसलाई भन्छ ट्वाक्कै केमा राखेर त एउटा बटुको लिएर आएको भए हुन्थ्यो हजुरहरूको लागि बनाउँछु है एउटा आलु हालेर मैले चाहिँ त्यो मिठी चटनी के भन्छ है त्यो चाहिँ बनाइन वाक्क लाग्यो आउनु त आउँछ मलाई बनाउनु तर बनाइन ए दिनुहोस् खानिस् 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 कस्तो छ भन्नुहोस् है ल साथीहरू आजको भिडियो चाहिँ यहीसम्म राखौँ सी यू इन नेक्स्ट भिडियो तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्यो कमेन्टमा भन्नुस् होला है मेरो रेसिपी ट्राई गर्नुस् होला अगर ट्राई गर्नु छ भने नै त म भन्दा पनि राम्रो तरिकाले जान्नुहुन्छ होला तपाईहरुले मैले चाहिँ जस्तो पाए त्यस्तै सिम्पल इजी तरिकाले बनाएको कि मैले पनि म भन्दा राम्रो अझै जान्नुहुन्छ होला तर पनि अगर कोकोलाई आउँदैन भने मेरो रेसिपी ट्राई गर्न सक्नुहुन्छ सिम्पल छ धेरै तामझाम छैन हैन अनि मेरो भिडियोलाई राम्रो लाग्यो भने लाइक गरिदिनुस् कमेन्ट गरिदिनुस् साथीहरुसित शेयर गरिदिनुस् मलाई सब्स्क्राइब गरिदिनुस् फलो गरिदिनुस् हैन सो गुड नाइट साथीहरु फेरि भेटौँला नयाँ भिडियोमा आरामै सुत्नुस् स्वीट ड्रीम्स टेक केयर लभ यु अल अहिलेसम्म सपोर्ट गरिदिनु भएकोमा धेरै धेरै थ्याङ्क यू लभ यु अल बाई